तपाईले जिताएको सांसदको मुख्य काम के हो? विद्यालय बनाउने, सडक बनाउने, खानेपानी ल्याउने, पुल बनाउने, अस्पताल बनाउने वा नीति बनाउने? यी सबै कुरा गलत हैनन्, तर नेपालको संविधानले सांसदलाई केही विशेष जिम्मेवारी दिएको छ। आउनुहोस्, सांसदको भूमिका बुदागत रूपमा कुरा गरौँ। सांसदको पहिलो जिम्मेवारी हो कानुन बनाउनु। देशलाई आवश्यक नयाँ कानुन बनाउने, पुराना कानुन सुधार गर्ने, समय अनुसार नयाँ व्यवस्थापन गर्ने, किनभने संसदमा बनेको एउटा कानुनले हाम्रो घर, शिक्षा, स्वास्थ्य, व्यवसाय, नागरिकता र अधिकारलाई वर्षौंसम्म असर गर्न सक्छ। उदाहरणका लागि, यदि कर सम्बन्धी कानुन बदलियो भने त्यसको असर व्यवसायदेखि सामान्य उपभोक्तासम्म पुग्छ। यदि शिक्षा सम्बन्धी कानुन बदलियो भने त्यसको असर लाखौं विद्यार्थीले वर्षौंसम्म भोग्छन्। यदि साइबर कानुन बदलियो भने तपाईले सामाजिक सञ्जालमा लेख्ने एउटा पोस्ट समेत त्यसबाट प्रभावित हुन सक्छ। दोस्रो जिम्मेवारी हो सरकारलाई प्रश्न सोध्ने। सरकारले आफ्नो काम ठिकसँग गरिरहेको छ कि छैन भनेर निगरानी गर्ने। करदाताको पैसा कहाँ खर्च भइरहेको छ, मन्त्रीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् कि छैनन्, यी प्रश्न सोध्ने जिम्मेवारी पनि सांसदको हो। तेस्रो, जनताको आवाज संसदमा पुर्याउने। आफ्नो निर्वाचन क्षेत्रमा भएका समस्या, सुझाव र आवश्यकतालाई राष्ट्रिय बहसको विषय बनाउने। यसमा आफ्नो क्षेत्रलाई आवश्यक पूर्वाधार हुन् वा कुनै अस्तित्वको सङ्कटमा भएको समुदाय, भाषा वा संस्कृतिको समग्र आवाजको प्रतिनिधित्व गर्नुपर्ने हुन सक्छ। चौथो, बजेट र नीतिमाथि छलफल गर्ने। सरकारले विभिन्न क्षेत्रको लागि बजेट ल्याउँदै गर्दा महत्त्वपूर्ण कुरा छुटेको हुन सक्छ। त्यस्तोमा संशोधन प्रस्ताव गर्ने, राष्ट्रिय निर्णय प्रक्रियामा सहभागी हुने महत्त्वपूर्ण छ। त्यसैले सांसदको काम संसदभित्रको बहस मात्र होइन, हाम्रो जीवनसँग पनि प्रत्यक्ष सम्बन्धित हुन सक्छ। यो हाम्रो दैनिक जीवनसँग जोडिएको विषय हो, तर व्यवहारमा हामी मध्ये धेरैले संसदलाई स्थानीय विकासको प्रमुख जिम्मेवार व्यक्ति जस्तो अपेक्षा गर्छौँ। सडक बनेन, सांसद दोषी, खानेपानी आएन, सांसद दोषी, पुल बनेन, सांसद दोषी। तर यी सबै कामको जिम्मेवारी सांसदको हुँदै होइन भन्ने पनि होइन। यी विषयमा स्थानीय सरकार, प्रदेश सरकार र कार्यपालिकाको ठुलो भूमिका हुन्छ। सांसदको काम भने ती निकायहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् कि छैनन् भनेर खबरदारी गर्नु पनि हो। यदि संविधानले सांसदको जिम्मेवारी यति स्पष्टसँग लेखेको छ भने के हाम्रा सांसदहरू आफैले त्यो जिम्मेवारी पूरा गरिरहेका छन्? यो प्रश्नको उत्तर अर्को भिडियोमा लिएर आउनेछु। हस्, धन्यवाद।